अलराइट भर्खरै 5 मिनट अगाडि मैले एउटा इन्ट्री लिएँ यहाँनिर जुन चाहिँ यस्तो छ अनि मैले इन्ट्री लिनुको मेन कारण चाहिँ के छ भन्दाखेरि जुन यो फेयर भ्यालु ग्याप देखिरहनु भएको छ यो इन्भर्सन फेयर भ्यालु ग्याप मैले ड्र चाहिँ गरेको छुइनँ यो इन्भर्सन फेयर भ्यालु ग्याप ठ्याक्कै यहाँनिर मैले इन्ट्री गरेको छु योभन्दा अगाडि मैले सेल गरेको थिएँ तर सेल गर्दाखेरि स्टप लस यहाँनिर थियो यहाँनिर सेल गर्दा स्टप लस हान्यो सो त्यसपछि विदिन फ्यु मिनट्स यहाँनिर जुन तरिकाले यो 50% अथवा 60% रिट्रेसमेन्टमा आयो एन्ड देन तीनटा रिजेक्सन टाइपको क्यान्डल फर्म भएपछि वान बिग क्यान्डल फर्म भइसकेपछि मैले यहाँनिर एक्ज्याक्टली अब सेल हेर्नुपर्छ भनेर मैले सेल गरेँ सो मेरो इनिसियली टिपी चाहिँ यस्टरडेज हाई हो बट इएसमा म के हुन्छ हेर्छु सो इएसले पनि माथि नै जाने जस्तो देखिरहेछ सो लेट्स सी अब यस्टरडेज हाईमै म क्लोज गर्न पनि सक्छु अर मेबी अर्ली ओभर हियर पनि क्लोज गर्न सक्छु लेट्स सी वर सो मेरो ट्रेड चाहिँ टिपीमा क्लोज भइसक्यो सो टिपीभन्दा स्लाइटली मुनि क्लोज भयो मेबी अलिकति इमोसनल इन्फ्लुएन्स पनि भयो होला अलिकति इम्पल्सिभ भयो क्लोज गर्ने बेला चाहिँ म अलिकति सो इट्स फाइन केही छैन त्यसको त्यो भने त्यस्तै हो बट यहाँनिर इन्ट्री गर्ने मेरो यो इन्भर्स फेयर भ्यालु ग्यापमा मैले इन्ट्री गरेको हो एक्ज्याक्टली मैले यहाँ प्लट चाहिँ गरेको छुइनँ किनभने अब जस्ट लुकिङ प्लट चाहिँ गरेन तर इन्ट्री चाहिँ गऱ्यो एन्ड प्लट गर्दाखेरि ठ्याक्कै हेर्ने हो भने यहाँ इन्भर्समा चाहिँ मार्केटले यसलाई यो इन्भर्स ग्यापलाई यो ग्यापलाई यहाँ रियाक्ट गरेपछि फेरि यो ग्यापलाई को तलतिर ऱ्यान भएपछि यहाँनिर रिजेक्सन गर्न थालिसकेपछि मैले चाहिँ यसलाई इन्भर्सको रूपमा हेरेको थिएँ सो मार्केट जब यो इन्भर्स फेयर भ्यालु ग्यापमा मासतिर ट्रेड गर्न थाल्यो त्यसपछि मैले ठ्याक्कै यो ग्यापमा चाहिँ अब म ट्रेड लिन्छु भनेर सोचेँ एन्ड देन 952 सायद 52 वा 53 मैले इन्ट्री गरेँ एन्ड देन मेरो ठ्याक्कै यहाँनिर क्लोज भयो